मेरो नाम दिलकुमारी सापकोटा हो। कुम्ले फेदी बनोपचार। यहाँ फेदीमा बस्छु। यही आफ्नै घरमा छु अहिले। अब 18 वर्षमा विवाह भएको। 56 वर्षमा चाहिँ भन्न पर्यो अब 2 वर्ष हुन्छ लगभग। अब वर्षमा 2 वर्ष हुन्छ मलाई क्यान्सर देखिएको। हामी सुरु स्टेपबाट सेकेन्ड स्टेपमा छुन लागेकोमा भेटाइयो पाठेघरमा। भरतपुरमा 5 वटा किमो 25 वटा सिकाइ गरेर 3टा भित्री सिकाइ सबै गरेर अनि आइयो। आएपछि त्यति खाना रुचि नहुने, जाँगर नआउने, बत्ती नआउने, पेट दुख्ने। किमो दिँदाखेरि त उनीहरू डक्टरले त केही पनि भन्दैन क्या। धेरै तपाईँहरू यसरी तपाईँहरूलाई जसरी सोध्नु पाइन्न उनीहरू अर्कै अब तपाईँको उपचार गरिँदैछ सन्चो हुन्छ भन्ने। अरू त्यो धेरै कुराहरू उनीहरूले बताएनन्। अब बताएला छोरालाई बताए होला। अब मसित सँगसँगै जेठो छोरो गएको थियो। अब मलाई त केही पनि बताएनन् त्यस्तो। अब यति स्टेप छ ऊ छ भनेर नि उनीहरूले भनेको होइन। छोराले आफू अब ठिकै रहेछ, छोरै स्टेपै रहेछ भनेर भन्नु। उसले अब धेरै स्टेप भएको भए भन्न गाह्रो मान्थ्यो होला। अब यहाँ पहिला सुरुमा थाहा पाउँदाखेरि त ऊ पनि एकदम हकानियो। अनि पछि गएर त्यहाँ हाम्रो हैलियाकमा काम गर्ने हाम्रै छोरी थिइन्। उनलाई सोद्धाखेरि आत्तिनु पर्दैन भने चाहिँ अलि विषय भएर अनि म पनि घरको अब पाएको मान्छे अब आत्तिएर केही कुरो हुन्न, उपचार गरेर सन्चो हुने भइहाल्छ बाबु भनेर अनि गएर उहाँ उपचार गराउनु होइन बस्यो आफ्नै दाजुभाइ कहाँ। त्यो बुढी आमाले भन्दै हुनुहुन्थ्यो तिम्रो त यस्तो थोरै रहेछ, उहीँको दबाई आयुर्वेदिकको दबाई खाएको भए हाम्रो बागलुङमा धौलागिरीमा थियो आयुर्वेदिक दबाई, त्यो खाएको भए नि सन्चो हुन्थ्यो भन्ने कुरा गर्नुभएको थियो। त्यो गरेपछि अब यहाँ उपचार गर्नलाई इच्छा गरे हाम्रो भनियो। उहाँको उपचार सकेर आएपछि मलाई त्यति राम्रो सन्चो भयो जस्तो लागेन कि पेटमा खाना रुचि पनि भयो। पेट दुखियाहरू अनि उहाँ दिदीसँग गएर पहिला सुरुमा कुरो राखेँ। अनि सर आउनुभयो। अनि सर आएपछि म कति हप्ता छन् म हप्तामा गएर 15 दिनमा गएर चेक गरिराखेँ। अनि चेक गरेपछि अब त्यस्तो आत्तिनु पर्ने केही पनि छैन तपाईँको, तर यो दबाई खानुहोस् ठिक हुन्छ भन्नुभयो। त्यो दबाई खाँदै गर्दा मलाई खाना रुचि भयो, जाँगर बढ्यो, सबै कुरा वेट बढ्यो, सबै कुरा भयो। अहिले त मलाई त के भयो र भन्ने चाहिँ एकदम क्या अब पहिला जस्तो थियो उस्तै भइसकेँ। त्यस्तो केही फिल हुन्न। मैले सबै दर्शकहरूलाई भन्छु सकभर त्यसमा मात्रै भर परेर त्यो किन्नु लाएर यस्ता यो आयुर्वेदिक औषधि खानु भएन भने त्यति जाँगरिलो हुनु होला जस्तो मलाई लाग्दैन। सकभर त्यसपछि मलाई अब यस्तो जागृत बनाएकै आयुर्वेदिक औषधिले मलाई धेरै राम्रो छ। मैले सबै दर्शकहरूलाई भन्छु सुरुमा अझै भेट्टाउनुहोस् उपचार गरेर आयुर्वेदिक भनेर हेला नगर्नुहोस्, तर उता पनि चित्त बुझाउनु गऱ्यो भने आयुर्वेदिकको जडीबुटीको दबाईको फलफुलको सबै कुराको त्यहाँ ल्याएको औषधि सबै खाना रुचि हुने भिटामिनको काम गर्ने शरीरलाई जानकारी दिने सबै कुरा हुन सक्ने मैले मानेर मैले अब खाना लगाएको 1 वर्षै भयो। म एकदम शारीरिक कुनै कुरो अब मलाई जुन पहिला अप्ठ्यारो हुने त्यस्तो कुराहरू केही अब त्यो मेरो पानी हुने गर्ने केही पनि छैन। सब ठिक छु।